राजीनामा दिनुस् तपाई। नेपाली इतिहासको स्वैच्छिक राजीनामा दिनुस् तपाईले। कसरी राजीनामा दिनु भने अब के काम गर्न सकेन भने भन्नु पर्यो नि त भने। नेपालीमा एउटा भनाइ नै छ, जो चोर उसैको ठुलो स्वर। जेनजी आन्दोलनका हाइज्याकर सुधन गुरुङको सारथी, जो आफै ठगीका अभियुक्त हुन्, जसले आफ्नो अनुहारमा ठगीको लेपन देखाएरै सरकारी कर्मचारी माझ आतंक फैलाइरहेका छन्। लाज घिन सबै पचाएर भ्रष्टाचार विरोधी अभियानको नाइके बनेर गुण्डागर्दी शैली देखाइरहेका छन्। अरु कोही पनि हुँदैन, घरबाट थुतेर ल्याउँछ, बोलाउनुस्। प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएको दिन जेनजी आन्दोलनका हाइज्याकर सुधन गुरुङसँगै हातेमालो गर्न पुगेका गोलो घेरामा रहेका यी व्यक्तिको असली अनुहार यो भिडियोमा देखाउँदैछौँ। केही दिनदेखि आफूलाई जेनजी नेता हुँ भन्दै अस्वाभाविक रूपमा सरकारी कर्मचारी थर्काउँदै हिँडिरहेका छन्। सरकारी अड्डामा उनको आतंकले सीमा नागेको छ। सरकारी संयन्त्रमा अलि ठूलो स्वरले चिच्याउँदै सरकारी कर्मचारीको मनोबल गिराउने काम गरिरहेका छन्। उनी कहिले अख्तियार पुगेर अख्तियारका कर्मचारीलाई अहिले बाटो लागिहाल्न भन्दै थर्काउँछन्, त कहिले नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीलाई थर्कमान बनाउन पुग्छन्। आफू ठगीको अभियुक्त भएर पनि सरकारी कर्मचारीलाई भ्रष्टाचार गर्न नहुने अर्थी दिँदै हिँड्ने यो अनुहारको नाम हो अर्जुन विक्रम शाही। यत्रो जनताको असन्तुष्टि छ, तपाईले भनिराख्नु भएको छ कि मैले के काम गर्न सकेन भनिराख्नु भएको छ। गरेर हुँदैन, रिजल्ट चाहियो। अहिलेको सरकारमा उनीले हातेमालो गर्दै बनेकी सुशीला कार्की प्रधानमन्त्री छिन्। सरकारले चाहने हो भने सरकारी संयन्त्रको नेतृत्व परिवर्तन गर्न सक्छ। उनले साँच्चै नै सरकारी निकायको नेतृत्व परिवर्तन खोजेको हो भने आफैले बनाएको प्रधानमन्त्री मार्फत मन्त्री परिषदबाट निर्णय गराए भइहाल्यो। तर ठगीका अभियुक्त अर्जुन विक्रम शाहीले जेएनजीको नाममा ग्याङ बोकेर सरकारी अड्डामा गुण्डागर्दी गरिरहेका छन्। हामी हाम्रो पावर देखाउँछौँ भन्दै थर्काइरहेका छन्। उनको यो शैली पटक्कै पाच्य लायक देखिँदैन। अख्तियारमा किन भेट्न दिनु? त्यो राष्ट्र निर्माण भन्दा ठुलो बैठक होइन। यस्ता बैठक कति बस्यो कति बस्यो यो कुरा बुझ्नुस् तपाईले। सोझो हिसाबले तपाईहरुलाई कसैलाई पनि नलाग्ने रहेछ हामीले गरेको यो अवस्था। अनुगमन र ज्ञापन पत्रको नाममा सरकारी कर्मचारीलाई थर्काउँदै हिँड्ने तिनै शाही जो वैदेशिक ठगी र चेक बाउन्सका अभियुक्त रहेको प्रमाण हामीले फेला पारेका छौं। उनी विरुद्ध श्रीकृष्ण फुयालले प्रहरी वृत्त महाराजगञ्जमा चेक बाउन्सको कसुरमा उजुरी दिएका थिए। फुयालका अनुसार शाहीले आफ्नो कार्यालयबाट कम्प्युटर क्यामेराहरू शाहीले लगेका थिए। त्यसबापत फुयाललाई चेक दिएका थिए। रेडिस्टार प्रोडक्सन एन्ड मिडिया हाउस चलाएका शाहीका पार्टनर होमराज खोपाङ्गी मगर थिए। उनीहरूले 3वटा चेक मार्फत 3,80,000 उल्लेख गरेर फुयाललाई दिएका थिए। तर खातामा रकम नभएपछि उक्त चेक साटिएको थिएन। चेक बाउन्स भएपछि रेडिस्टारको खाता समेत कालो सूचीमा राखिएको थियो। त्यसपछि भने फुयालले प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए। चेक बाउन्स मुद्दामा पक्राउ गरेर वृत्त महाराजगञ्जले अनुसन्धान अघि बढाउन खोज्दा शाही अर्को एउटा मुद्दामा समेत पक्राउ परेका थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले शाहीलाई वैदेशिक रोजगारी सम्बन्धीको कसुरमा 28 वैशाख 2082 मा पक्राउ गरेको थियो। प्रहरी स्रोतका अनुसार उनलाई त्यतिबेला विभिन्न युवा युवतीलाई विदेश पठाउँछु भनेर 8 लाख रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको थियो। वैदेशिक ठगीको कसुरमा वैदेशिक रोजगार विभागले कारबाही गर्ने कानुनी प्रावधान अनुसार उनलाई विभाग पठाइएको थियो। जापान पठाउने भन्दै ठगी गरेको आरोप शाहीमाथि छ। फुयाल भन्दा अघि प्रहरी वृत्त महाराजगञ्जमै रेजिना थापा नाम गरेकी महिलाले शाही विरुद्ध चेक बाउन्स बैंकिङ कसुरको जाहेरी दिएकी थिइन्। शाहीले आफ्नो सिटिजन्स बैंकको चेकमा 10,30,000 रुपैयाँ उल्लेख गरिदिएको तर रकम नभएकाले चेक नसाटिएको भन्दै वृत्त महाराजगञ्जमा 27 वैशाख 2081 मा उजुरी दर्ता भएको थियो। उनी विरुद्ध विद्याश्रेष्ठ नाम गरेकी महिलाले प्रहरी वृत्त स्वयम्भूमा 23 वैशाख 2082 मा उजुरी दर्ता गराएकी थिइन्। व्यापार विस्तार गर्ने रकम चाहिएको भन्दै 10 लाख रुपैयाँ सापटी लगेको र त्यसबापत उनले प्रभु बैंकको खाता मार्फत 22 सेप्टेम्बर 2024 को मिति उल्लेख गरेर चेक दिएका थिए। तर रकम नभएकाले चेक नसाटिएपछि ती महिलाले गत वैशाखमा उजुरी दिएकी थिइन्। 23 पुस 2081 मा प्रहरी वृत्त बौद्धमा अर्को चेक बाउन्सको उजुरी उनी विरुद्ध परेको प्रहरीको सीआरएस क्रिमिनल रेकर्ड सिस्टममा देखिन्छ। बौद्ध प्रहरीमा उनी विरुद्ध 7 लाख रुपैयाँ बराबरको चेक बाउन्सको उजुरी परेको थियो। पछि विभागबाट भने उनी धरौटीमा रिहा भएका थिए। उनै शाही जेनजी आन्दोलनपछि पूर्व प्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने भएपछि शीतल निवास पुगेका थिए। जेनजी अगुवा सुधन गुरुङको छेउमा बसेका उनीहरूले एक अर्काको हात समाउँदै उठाएका थिए। त्यसपछि पनि सुधन गुरुङसँगै देखिँदै आएका छन् अर्जुन विक्रम शाही। वैदेशिक ठगी र चेक बाउन्सको अभियुक्तलाई रेड कार्पेट ओछ्याएपछि पीडितहरू भने न्याय पाउनेमा अझै सशंकित भएका छन्। अहिले फेरि उनी ठगीका अभियुक्त अर्जुन विक्रम शाहीले अनुगमनको नाममा सरकारी कर्मचारीलाई तर्सित बनाउँदै थर्काउँदै हिँडिरहेका छन्। आफ्नो अनुहारमा ठगीको अभियुक्तको पोतो लगाएर अरूलाई भने भ्रष्टाचार गर्न नहुने उपदेश बाँड्दै आतंक मचाउँदै हिँडिरहेका छन्। फेरि पनि त्यही नेपाली भनाइको याद आउँछ, जो चोर उसैको ठुलो स्वर।